चिकन बनिसकेको छ। हाई गाइज, इट्स मी विदुपुरी। आजको मिनी ब्लगमा चाहिँ आज म चिकन बनाउन जानेछु र आजको किचनको एक्सपिरियन्स कस्तो हुन्छ म भिडियोको थ्रु सेयर गर्दैछु। र मेरो हेल्पर हुनुहुन्छ यहाँ एउटा दिदी अनि अर्को यहाँ एउटा बहिनी है। सो लेट्स प्रिपेयर चिकन। मास्टर सेफ। काट्ने अब यहाँ मसला ग्राइन्ड गर्दै हुनुहुन्छ, अलि राम्रोसँग गर्नु ल। गाइज हाम्रो पापड रेडी भइसकेको छ र तेल तात्दैछ। अब तेल तातिसकेपछि अब हामी मासु पकाउँछौँ। हाम्रो मासु यहाँ छ, भाउजूले ल्याइसक्नु भएको छ। अब तेल तातिसकेको छ, प्याज टमाटर मसला रेडी छ, मासु पनि रेडी छ। अब हामी मासु भुट्नेतर्फ लाग्छौँ। एक्साइटेड, टु मच एक्साइटेड गर्दैछौँ। अब यो जब रातो हुन्छ नि अनि त्यसपछि यसलाई निकालेर एक ठाउँमा राखेर मसला भुट्ने है। सो त्यति सेटसम्मको लागि मस्तो चलाउने। यहाँ मासु अलिअलि रबाट अलिकति पाक्न लागेको जस्तो छ होइन। चिकनमा एकदम पानी आइरहेको छ। अब यो बिस्तारै पाक्छ होइन। यो जति पानी आयो होइन त्यति राम्रो चाँडै पाक्छ। ओके, हामीसँग जोड्न आउनु भइसकेको छ छोटा डन। उहाँ हुनुहुन्छ आइटी इन्जिनियर। उहाँको अब आइटी इन्जिनियरको नलेजले होइन अब चिकनलाई कसरी पकाउने भनेर मलाई यहाँ ज्ञान गुण दिँदै हुनुहुन्छ। सर के अलिअलि नेपालीमा भनिदिनु, इङ्ग्लिस बुझ्दैन नि मेरो अडियन्स। छोटा डन चिया बनाउन तिमी के यहाँ अब यहाँ अलैँची हालेर चिया बन्दैछ। अनि हाम्रो यहाँ अडियन्सहरू टन्ने हुनुहुन्छ है साइडमा। दाल पनि रेडी भइसकेको छ एकदम। लेन्टन सुप के हो होइन, एकदम स्पेसल खाले हाम्रो दाल भइसकेको छ। अब झन्न मात्र मानिन्छ यो दाललाई। अनि हाम्रो यहाँ चिकन पनि रातो होइन फ्राई भएर क्रन्ची भइसकेको छ। क्या करना है इसको, ऐसे अंदर डालो, वहाँ से करो और इसे निकालो। पूरे इंडियन भाइस दिइरहेको थियो। त्यो देखिए कितना ज्यादा प्याज डाले, इतना क्वान्टिटी नेपाल में कोई डालता है क्या? ल दालमा हाम्रो तर्का लागिसकेको छ भाउजूको थ्रो है। यसरी हाम्रो भाउजूले चलाउनु भएकोमा मिठासै छुट्टै हुन्छ। अब यसो चियाको नि इन्तजाम गर्नुभएको छ होइन। अब इसको बहुत स्पाइसी बनने वाला है हमारा चिकन। हम इसे अच्छे से चलाएंगे ऐसे धीरे। अब हमारा चिकन लाल हो चुका है। टमाटर हालिसक्यौँ होइन। चिकनमा अब मसला सब हालिसकेको छ। अब टमाटर पाकिसक्छ अनि त्यसपछि हाम्रो चिकन पाकेको भनेर हामी बुझ्न सक्छौँ। यहाँनिर अब भाइले अब पनिर पनि बनाउँदैछ होइन भेजिटेरियनहरूको लागि। हाम्रो सेफले अब यहाँनिर पनिरको ग्रेभी बनाइसक्नु भएको छ, मटर पनिर। र अब खोइ पनिर कता पनिर हाल्छ क्या, पनिर यहाँ लुकाएर राख्नु भएको छ मैले। ल गाइज, मैले बनाएको चिकन हेर्न सक्नुहुन्छ, यस्तो खतरा छ। चिकन बनिसकेको छ र हेयर आइम मी विदुपुरी स्पेसल चिकन ट्राई गर्छु म। एकदम बेस्ट छ।